नमस्ते, म दिनेश नगरी। आज भने म तपाईँहरूको बिचमा सकारात्मक सोच विकासका लागि केही टिप्सहरू राख्ने प्रयास गरिरहेको छु। सुनेर प्रतिक्रिया दिन नबिर्सनुलाई हस्। सबैभन्दा पहिले हामी हाम्रो कामप्रति सकारात्मक हुनुपर्छ। मुद्दा नम्बर 2 मा छ कृतज्ञता व्यक्त गर्नुपर्छ। हामीले दिनमा गरिरहेका कामहरूप्रति कम्तीमा पनि धन्यवाद दिने, कृतज्ञता ज्ञापन गर्ने, अरूलाई चाहिँ बधाई दिने, राम्रो गर्यो शाबास भन्ने यस्ता कुराहरूमा हामी पछि पर्नु हुँदैन। अर्को नम्बरमा छ सकारात्मक मानिसहरूसँग समय बिताउनुहोस्। तपाईँको वरिपरि रहेका मान्छेहरू कस्ता खालका छन् र पहिचान गर्नुहोस् र सकारात्मक सोच भएका मानिसहरूसँग चाहिँ तपाईँ जीवन बिताउने, समय बिताउने प्रयास र पहल गर्नुहोस्, ताकि तपाईँलाई चाहिँ त्यसले राम्रो ऊर्जा र प्रेरणा मिल्नेछ। अर्को छ नकारात्मक कुराहरूलाई बदल्नुहोस्। हाम्रो जीवनमा, हाम्रो दैनिक क्रियाकलापमा र हाम्रो जीवनमा, समग्र जीवनमा आउने नकारात्मक चाहिँ इभेन्टहरू, नकारात्मक कुराहरू, नकारात्मक सोचहरूलाई चाहिँ हामीले चिन्नुपर्छ, पहिचान गर्नुपर्छ र ती कुराहरू चाहिँ पहिचान भइसकेपछि, चिनिसकेपछि हामीले त्यसलाई बदल्ने, रूपान्तरण गर्ने पनि हिम्मत गर्नुपर्छ र हामी अगाडि बढ्ने प्रयास गर्नुपर्छ। अर्को छ नियमित व्यायाम गर्नुहोस्। हामीले शारीरिक स्वास्थ्य र मानसिक स्वास्थ्यका लागि पनि नियमित रूपमा अभ्यास गर्ने, नियमित रूपमा चाहिँ व्यायाम गर्ने, कसरत गर्ने बानीहरू अँगाल्नुपर्छ। त्यो स्वास्थ्यका लागि र मानसिक स्वास्थ्यका लागि पनि त्यो अत्यन्तै उपयोगी र राम्रो हुन्छ। अर्को छ आफ्नो हेरचाह गर्नुहोस्। हाम्रो खानेकुराको समयहरू, हैन, भोकका कुराहरू, निन्द्राका कुराहरू, प्यासका कुराहरू, यो सबै हैन, सबै आवश्यकताहरूलाई चाहिँ हामीले ख्याल गरेर आफ्नो केयर आफैले गर्नुपर्छ। सबैभन्दा आफ्नो केयर हामीले आफ्नो ढङ्गले गर्न सकेनौँ भने हामीभन्दा अरूले चाहिँ गर्न सक्दैनन्। त्यो भावनाले हामी हाम्रो स्वास्थ्यका लागि पनि जिम्मेवार हुनुपर्छ। अर्को छ आफ्नो गल्तीबाट केही सिक्नुहोस्। हामीले चाहिँ दम्बका साथ, अहङ्कारका साथ, घमण्डका साथ हामीले चाहिँ आफ्ना गल्तीहरूलाई चाहिँ ठिक छ, ठिक मानिरहेको छौँ भने कुनै न कुनै मोडमा, कुनै न कुनै पोइन्टमा, कुनै न कुनै स्टेपमा, कुनै न कुनै चाहिँ एउटा चरणमा हामीले हाम्रा गल्तीहरूबाट हामीले ब्याकुनु पर्ने, दुःख पाउनु पर्ने, समस्या झेल्नु पर्ने, कठिनाइ, चुनौती र त्यो खालको चाहिँ अप्ठ्यारोको चाहिँ सामना गर्नुपर्ने हुन्छ। त्यो भन्नाले समयमै आफ्ना कमी, कमजोरी, इडर पक्षहरू के हुन् समाधान गर्नेतिर हामीले जानुपर्छ। अर्को छ हामी भन्ने भावनाको विकास गर्नुपर्छ। समाज त म मात्रै भएर हुँदैन, म भनेको त अहङ्कार हो, तर हामी भयो भने, उही भन्न हामीले सक्यौँ भने त्यो चाहिँ सबैका लागि हितकर हुन्छ भन्ने कुरा तपाईँहरूको बिचमा राख्दै अहिलेका लागि उज्यालो छु। धन्यवाद, नमस्कार।